Hello friends, welcome to my YouTube channel. Thanks you. अरे ती नेपाली उन्नाई को उन्ना त यार कहीं नौकरी उन्नाई कहीं सोध्या पा हुने छु एकचोटी। हजुर नमस्कार, कहीं नौकरी छन् कि यतातिर? नमस्कार हजुर, नौकरी त मसँग छैन, एउटा दलाल छ त्यसलाई सोधेर फोन हजुरलाई कन्ट्याक्ट गर्छु म। सोध्नु न त एकछिन। त अनि म त्यसलाई फोन गर्छु। नमस्कार सर। नमस्ते नमस्ते। यहाँ एकजना गाउँबाट आएको थिए नौकरीको लागि, कतै नौकरी छ कि? ए नौकरी त छ, आएर मसँग मिला नि त कुरा गरौँला। ए ल हुन्छ त, अनि म लिएर आउँछु नि त। ल हुन्छ ल कामको लागि एकजनालाई भनिरहेको थियो, त्यसलाई यहाँ तिमी आउन त एकचोटि मिला नि त मसँग। ल छिटो आइजाऊ है। नमस्ते सर। ए के छ खबर? ठिक छ? ल बस न त तेरा कुर्सीमा बसेर। नौकरी छ भन्नुहुन्छ त सर, के भयो सर? नौकरी त छ भाइ, अहिले हेर्नुपर्छ है भित्र गएर। नौकरी त एउटा आइरहेछ होइन भाइ, लेकिन तिमीले चाहिँ त्यो मान्छेलाई पनि ल्याएर मिलाउनु पर्यो है एक्चुअली, किनकि त्यो कामको लागि पनि चाहियो होइन मान्छे। अनि त्यो काम हेरेर होइन कस्तो लाग्छ, तिमीलाई काम मन पर्यो भने ठिक छ होइन, मन परेन भनेपछि नगर्ला। त्यसमा कुनै छैन, अरू मान्छेहरू पनि आउँछन् मसँग, त्यस्तो एउटै मान्छे आउँछ भनेर त्यो कामको लागि कुनै छैन। लिएर आउँछु, भोलि लिएर आउँछु। ओके भाइ, ल है भोलि जसरी पनि मिलाऊ होइन, नौकरीको कुराकानी गर्नु छ। ल हुन्छ, ओके भाइ। ओहो बड्डा सुत्या छौ, उठिजान न। अङ्कल नौकरी बेच्ने भन्ना छु, एकजना मसँग छ, के गर्ने हो? नौकरी त बेच्ने बाबै, त बेच्ने भन्ना हो, कति भन्ना हो? 50,000 पगार छ, 1 लाख रुपियाँ भन्नु छु म बाबै। नौकरी त बेचिदिन्छु अङ्कल, मलाई कति केहीको टेन्सन नभन बाबै, नौकरी चाहिँ बेच्दिन्छु। नौकरी बेचिदिन्छु म भाइ। पैसाको बारेमा कुरा के भयो भाइ? त्यहाँको पैसा चाहिँ क्लियर गरेर ल्याएर आऊ है। ल ल हुन्छ है भाइ। नमस्ते। अहिले मान्छे भनेको थिएँ कामको लागि, ल्याइदिएको छु। ए ठिक छ भाइ, ल्याइदिइराख। हजुर इन्कलमा कुरा गर्छु होइन इन्चमा, अनि पछि तिमीलाई भन्छु। हुन्छ म कुरा गर्छु ल। अहिले रोलाई चाहिँ 10,000 रुपियाँ जति चाहिँ मलाई ट्याक्स चाहिन्छ। तिम्रो त्यो अलि मिलाउनु पर्यो यार, त्यस्तो अलिकता म पनि घरबाटै आएको होइन, त्यो त अलि मिलाउनु पर्यो त हजुरले। साथी तिमीले होइन कुरा बुझेनौ कस्तो भनेपछि, नौकरी त्यहाँ 1 लाख रुपियाँ फिक्सै छ भनेपछि 10,000 रुपियाँ मलाई पनि एक्स्ट्रा चाहिन्छ, तिमीलाई थाहै छ होइन। यो मेरो काम नै यही हो होइन, मेरो घर फ्यामिलीलाई सबैलाई हेर्नुपर्छ होइन, यही कामले म सबैलाई हेर्छु क्या होइन, त्यसैले मलाई पनि यति चाहिँ चाहिन्छ है। अब नौकरीवालाले पनि केही गर्दैन, अब 50,000 तिम्रो स्यालेरी छ, उता चाहिँ ऊ चाहिँ डबल लाग्छ, त्यो तिमीलाई थाहै होला होइन। अनि त्यही कुरा भएका कारणले गर्दा तिमीले चाहिँ 10,000 रुपियाँ मलाई दिने है पहिला, अनि फेरि नौकरीसँग पछि कुरा गरौँला, हुन्छ? त्यो त अलि मिलाउन सक्यो हुन्थ्यो यार सर, यार हजुरले यार अलिकता हुन्छ नि त, म पनि घरबाटै आएको होइन। नै साथी, यो चाहिँ हुनै सक्दैन होइन, तिमीलाई गर्ने मन छ भने ठिक छ, नत्र अरू पनि मान्छेहरू मसँग धेरै बहुत तमाम आइराखेका हुन्छन् होइन। यस्तो होइन कि तिमी मात्रै आऊ, नौकरी किन्नेवाला मान्छे धेरै हुन्छन् मसँग होइन। तिमीले चाहिँ गर्ने मन छ भने ठिक छ गर, गर्ने मन छैन नगर, फिक्सै कुरा हुन्छ त। अनि गर्छु नि त। अनि भाइ पैसा अहिले दिनुपर्ने हो? अहिले पैसा चाहिँ दिनुपर्ने हो, एकछिन साइडमा आऊ तिमी होइन, यता चाहिँ मान्छेहरू पनि छन् होइन, यस्तो चाहिँ गर्नु हुँदैन, हामीहरूले थोडा अलग आएर चाहिँ गर्नुपर्छ। निकाल नि त पैसा। साथी पैसा त तिमीले ल्याएर आयो, पैसा त दियो होइन,
अब तिमी चाहिँ गएर नौकरीवालासँग मिल एकचोटि, मैले चाहिँ मिलिसकेको छु है, तिम्रो नौकरीको फिक्स भइसकेको छ, तिमी जाऊ अनि उसले पेस गराइदिन्छ, तिमीलाई काम चाहिँ ठिक लागिसक्यो, अस्ति भेटिसक्यो हो होइन, हामीले देखाइसक्यो तिमीलाई, अनि आज गएर पेस गर अनि त्यहाँ कस्तो छ के छ, अनि सेटरसँग पनि सबै कुराकानी जानकारी सबै छ हाम्रो होइन, त्यहाँ सेटरसँग यताउति गर्ने काम पनि नगर होइन, हामीले चाहिँ पेस गरिदिन्छौँ, तिमी गएर त्यहाँ बस्ने अनि यताउति सेटलाई या ऊ भन्ने काम चाहिँ बिल्कुलै नगर्ने, हुन्छ नि। ल साथी हुन्छ त अनि ल हुन्छ सर भाइ यार धन्यवाद होइन, तपाईँले नौकरी खोजिदिनु भयो। म होइन पहिलोचोटि गाउँबाट आएको मान्छे, तपाईँलाई धेरै धेरै धन्यवाद छ। तपाईँको यो गुण म कहिल्यै पनि भुल्दैन है सर। कोही नै साथी, कोही नै होइन, मैले चाहिँ तिमीलाई मिलाइदिएँ त्यता होइन, तिमी चाहिँ केही टेन्सन नगर, त्यहाँ चाहिँ नौकरीमा फिक्सै छ, तिमी जाऊ लगाइदिन्छौ। ल हुन्छ है सर, म जान्छु ल। हो बड्डा नमस्कार। नौकरी बेच्या नौकरी यही पैसा पनि ल्याएको कि नि? पैसा त मैले दिइसकेँ। कसलाई दिए बाबै पैसा? त्यो निशानलाई दिएको छु मैले, 1,10,000 रुपियाँ मैले दिइसकेको छु। यहाँ त मिल्या छैन त पैसा त। मिल्या छैन त्यो मलाई अरू केही थाहा छैन होइन, मैले 1,10,000 उसलाई दिइसकेको छु। उसले सब भनिदिए 50,000 पगार छ सब भनिरह, मैले पैसा बुझाइसकेको छु, भोलिबाट म काममा आउने हो यहाँ। त्यो त दलाल हो, त्यही किन पैसा दि? नौकरी मेरो छ, हल्का सोच विचार गरेर त पैसा दिनु, धेरै कुरा नगर, उसँग गएर कुरा गर भाइ।